गाडीमा मेरो बाउ खाडीमा, चुनाव अघि चुपचाप, चुनाव पछि सुकुम्बासी साप, चुपचाप होलिङ सेन्टर बास, चुपचाप शैक्षिक सेन्टर साप। आमा घन्टीमा भोट दिए म घर आउने छु भन्न लगायो, घरमै बसी बसी 2 लाख कमाउँछु भन्न लगायो। 1 महिनामै सुकुम्बासीको घर भत्कियो, जो डोजर छातीमा थाप्छु म अघि हुन्छु भन्नेको बाचा पूरा गर्नुभयो। दलाई लामाको बर्थडे मनाउने थलो हो के नेपालको भूमि विदेशीको परेड खेल्ने मैदान हो? नेपोबी मध्ये कतिजना हुनुहुन्छ? सक्नुहुन्छ तपाईँ को हो? हात उठाउन। भारतले हाम्रो भूमि फिर्ता गर भन्यो भने कहाँको दिनुहुन्छ? कि काला पानी लिपुलेक दाबी छोड्न खोजेको हो? सीमा क्षेत्रका नागरिकलाई आतंकित बनाएको सरकारको व्यवस्थाले मन कटक्क खान्छ। सभामुख महोदय, सीमाको जङ्गे पिलर खिँदै वरपर सर्दा त्यहाँको